यो महेशपुर हो उता चाहिँ त्यो बस फराक छ त्यहाँ अगाडि हामी चाहिँ लेफ्ट साइडमा लाग्नुपर्छ यता इन्डिया जान लाग्यो भने त हामी अब गएर हेलमेट सोध्ने हो हेलमेट सोध्छु त्यही लिन्न तर चाहिँ हेलमेट सोध्ने हो अब त्यत्तिकै तपाईँहरूलाई देखाउनको लागि चाहिँ म ब्लग गराउनको लागि चाहिँ म यहाँ इन्डिया साइडमा आएको है गाइज हेलमेट किन्न पर्ने हो मैले अहिले त पैसा छैन जम्मा 500 रुपियाँ बोकेर आएको छु तेलको पैसा हैन गाइज यस्तै छ तपाईहरुलाई के कस्तो हुन्छ अब म सब देखाउने छु है यो हाम्रो नेपाल हो है तपाईहरुले देख्न सक्नुहुन्छ है अब तपाईहरुलाई म सबै देखाउने छु नेपालको बोर्डर प्लस इन्डियाको बोर्डर प्लस पुलिसहरुले कस्तो गर्छन् है मलाई केही गरे भने त ठिकै छ देखाउँछु रेकर्ड गर्छु के केही गरेन भने अब के भन्न सक्छु र गर्नै सक्दिन रेकर्ड है यस्तरी चेकिङ हुन्छ देख्न सक्नुहुन्छ राइट साइडमा हैन चेकिङ यस्तरी हुन्छ चेकिङ बाटो बन्द रहेछ नि त तपाईहरुलाई मान्छे बेच्न ल्याएको छ भने माइती नेपाल यही छेउमा हुन्छ है अहिले चाहिँ यो बनाउने क्रमले गर्दा चाहिँ उ भयो है माइती नेपाल है यो बाटोमा तपाईहरु कुनै केटी मान्छेहरुलाई बेच्न लागेको छ भने यही छ हो यही थियो के बोर्ड यही थियो माइती नेपालको अहिले चाहिँ बाटो ठुलो बनाउने क्रम रहेछ ठुलो बनाउँदाखेरि चाहिँ त्यहाँको उ हटेछ त्यो अगाडिको देखेको छ नि त्यो एउटा दरबार जस्तो त्यही हो इन्डियाको बोर्डर अब तपाईहरुले देख्न सक्नुहुन्छ है अब नेपाली पुलिस कहाँ बसेछ र इन्डिया पुलिस कहाँ बसेछ नेपाली पुलिस त्यहाँ बसेछ है देख्न सक्नुहुन्छ 27 कि स्पिडमा हिँड्नेछौँ है 27 28 अब लगभग 40 सम्म पनि जान्छ हैन नेपाली पुलिस कहाँ बसेछ र इन्डियन पुलिस कहाँ बस्छ हेर्नु है अब हेर्नु है अब हेर्नु है तपाईहरु कतै नजानु है म यो सर्लग फास्ट मोड गरेर देखाउँछु तपाईहरुलाई हेर्नु है नेपाली पुलिस र इन्डियन पुलिस कतिको फरक छ नेपालको सिमाना त यही हो नि त भ्रम गर्नुभएको धन्यवाद भनेर लेखेको छ नेपालको सिमाना त यही हो नि त हेर्नु त्यहाँ हेर्नु यो नेपालको सिमाना हो नेपालको सिमाना नेपालको सिमानामा हो के रोक्नुपर्छ र हामी जस नेपालको सिमाना र इन्डियाको सिमाना हेर्नु नेपालको पुलिस कहाँ छ इन्डियाको पुलिस कहाँ छ हेर्नु नेपाली गाडीहरु धेरै आउँछ ओहो प्याक छ गाइज यो इन्डिया पुलिसहरु ओ माई गॉड भिड पो रहेछ यार आज त भिड रहेछ यार आज भिड छ भिड अटो गर्न पाए भने त ओ माई गॉड भिड पनि कति साह्रो थियो भिड यार यहाँ त मान्छेहरु यस्तरी निस्किन्छन् के गाह्रो छ जिन्दगी यार ओ माई गॉड हामी यस्तो चिप्लिन्छ सानो चक्का यस्तै ओ यो भिड हेर्दा ओ माई गॉड भिड त अति छ इन्डियन पुलिस छैन जहाँको पुलिस हो समान छ सलाम छ है के गर्ने कंटेंट बन गया भाई कैसे हो मैं भी हिंदी में बोल रहा हूँ भाई अब तो हम लोग भी इंडिया पे है ना मेरा नेटवर्क नहीं है शायद ठीक है मैं भी कुछ विशाल जीटे यूट्यूब चैनल पे हिंदी ब्लॉग डालने वाला हूँ मैं ओ भीड़ देख लो भाई कैसे बहुत भीड़ है बहुत ये लोग इधर लेफ्ट साइड पे है ना ये मार्केट है इधर का हाँ मैं आज इधर आया हूँ ना कल देखने के लिए हम बहुत भीड़ है इधर इतना भीड़ है कि मालूम नहीं देख लो नेपाली बाइक का नंबर प्लेट देख लो
कितना सारा आते हैं इधर, आ सकता है ना इधर मार्केट के लिए, मार्केटिंग के लिए, सब कुछ सब लोग मार्केटिंग के लिए आया है ना इधर। हम लोग इधर बाइक का हेलमेट पूछने के लिए, बाइक का हेलमेट पूछने के लिए जा रहे हैं भाई। बहुत भीड़ है भाई, बहुत भीड़। मेरा पीछा हेलमेट किधर है भाई, हेलमेट वाला जगह हो। माय गॉड, कैसे कैसे, बहुत अच्छा है ना भाई, बहुत 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 दूर आया मैं। ओ बहुत दूर दूर, बहुत दूर पे हूँ इधर, बहुत इधर अंदर आया हूँ इंडिया पे। कभी तो मालूम नहीं पड़ेगा। हाँ ठीक है, मेरा हिंदी लैंग्वेज अच्छा नहीं है भाई, अच्छे से समझ लो भाई। मेरा हिंदी लैंग्वेज कुछ अच्छा नहीं है। कहाँ पे है भाई? म चाहिँ नेपालीमा बोलिराखेको छु अहिले चाहिँ। यहाँ पसौँ कि अर्कोमा पसौँ, क्या चाहिँ म यहाँ पसेर सोध्नु पर्छ है भाइ 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 भाइ। यहाँ सोध्नु पर्यो हेलमेट कसरी, ठिक छ।